नमस्कार साथीहरु, तपाईलाई हाम्रो खेलकुद अफिसियल च्यानलमा स्वागत छ। तपाईहरुले चाहिँ बुझिसक्नुभयो होला थम्बनेल हेरेर कुन सम्बन्धी आधारितमा यो भिडियो रहेको छ भन्ने। साथीहरु, भर्खरै अगाडि चाहिँ यहाँबाट युएसए का 4 जना खेलाडीको भिजा रिजेक्ट गरिदिएको छ इन्डियन एम्बेसीले। किन गर्यो र त्यो सम्बन्धी हामी यो भिडियोमा चर्चा गर्ने छौं। र भर्खरै केही दिन अगाडि बंगलादेशले आईसीसी लाई विरोध गरेको थियो र हामी इन्डियामा खेल खेल्दैनौं, अन्य देशमा पार्नु भनेर कुरा गरेको थियो भने अन्य टिमहरुले पनि यहाँबाट विरोध गर्न थालिएका छन् र युएसए का 4 जना खेलाडीको यहाँबाट भिजा रिजेक्ट भएको छ र जस अन्तर्गत नम्बर 1 मा रहेका छन् अली खान, इसान आदिल, साइन जहांगीर, मोहम्मद मसिम। यी 4 जना खेलाडीहरुको भिजा रिजेक्ट गरिदिएको छ। एउटै टिमबाट 4 जना खेलाडीको भिजा रिजेक्ट गरिदिएको छ भने त्यहाँ त टिम त एउटा हिसाबले अपुरो हुने भयो। जुन 15 वटा स्क्वाड हुन्छ त्यसअन्तर्गत 11 जना प्लेनिङमा 4 जना त बाहिर हुन्छ। त्यसबाट 4 जना खेलाडीको भिजा रिजेक्ट किन र के कारण रहेको छ यो विषयमा हामी छोटो मिठो कुरा गर्नेछौँ। यी सम्पूर्ण खेलाडीहरु चाहिँ पाकिस्तानमा जन्मेका तर पछि गएर युएसए बाट खेलेका खेलाडीहरु रहेका छन् र यहाँबाट मुख्य कारण देखिएको छ पाकिस्तानमा जन्मेका खेलाडीहरुको भने यहाँबाट भिजा रिजेक्ट गरेको छ इन्डियाले। जुन उनको आपसी मामला दुश्मनी हुन सक्छ र यहाँबाट त्यसकारणले भने 4 जना खेलाडीको भिजा रिजेक्ट गरेको छ। र यस्तै गरी अन्य कुरा गर्ने हो भने यसै गरी पाकिस्तानमा जन्मेका अन्य टिमबाट खेल्ने खेलाडीहरु थुप्रै रहेका छन्। जस अन्तर्गत क्यानाडा, ओमान, यूएई खेलाडीहरु टिम पनि रहेका छन्। त्यस अन्तर्गत पनि खेल्ने गर्दछन्। ती सबैको भिजा रिजेक्ट हुने भने टिम त एउटा हिसाबले नराम्रो असर पर्नेछ। यो हुनाले चाहिँ सम्पूर्ण टिमहरुले भने विवाद गरिरहेका छन्, जुन अघिल्लो केही टाइमहरुमा देख्न सक्छौं। र यसैगरी अब कुरा गरौँ, यो त रह्यो इम्पोर्टेन्ट केही टाइम अगाडि भिजा रिजेक्ट र किन गरियो मैले सम्पूर्ण यस भिडियोमा भन्थे। जुन पाकिस्तानमा जन्मेका तर पछि गएर अन्य टिमबाट खेलेका खेलाडीहरुको यहाँबाट भिजा रिजेक्ट गरिदिरहेको छ। र अब कुरा गरौँ हामी नेपाली क्रिकेट टिमको बारेमा। जुन हिजो क्यानले भने यहाँबाट आफ्नो फेसबुक पेजमा भने नेपालले वर्ल्ड कप अगाडि भने 2 वटा सिरिज खेल्ने भएको छ। त्यो भने एकदमै खुसीको कुरा रहेको छ। नेपालले किन यतिकै बसेको छ, किन प्र्याक्टिस गरिरहेको छैन, अन्य टिमहरुसँग किन खेलिरहेको छैन भन्ने सबैलाई चासोको विषय रहेको थियो। र त्यो भने यहाँबाट फाइनल्ली क्यानले भने सबैलाई सरप्राइज दिएको छ। जस अन्तर्गत हामी देख्न सक्छौं नेपालले भने पेस 1 श्रीलंका रहेको छ भने पेस 2 मा भने यहाँबाट इन्डिया टुर गर्ने भएको छ नेपालले। जुन म्याचेसहरु 29-31 जनवरीमा रहेको छ भने प्र्याक्टिस म्याच चाहिँ 27-28 मा रहेको छ। र यसैगरी कुरा गरौँ अब हामी अर्को यहाँबाट श्रीलंका पेस 1 सुरुमा नेपालले भने पेस 1 श्रीलंकामा टुर गर्ने। जुन श्रीलंकाको ए टिमसँग खेल्नेछ, एकदमै राम्रो टिमसँग खेल्नेछ साथीहरु, जुन नराम्रो टिम पनि होइन। श्रीलंकाको ए टिमसँग नेपालले फर्स्ट टी20 20 जनवरीमा खेल्नेछ, दोस्रो टी20 22 जनवरी र तेस्रो टी20 भने 24 जनवरीमा खेल्नेछ। र प्र्याक्टिसको म्याच गर्दाखेरि यहाँबाट 19, 21, 23 जनवरीमा खेल्नेछ। नेपाल अबको केही टाइममा निकै बिजी हुनेछ। नेपाल हाम्रो सिनियर टिम जुन वर्ल्ड कप अगाडि निकै बिजी हुनेछ। यो भने नेपाली टिमहरुको लागि एकदमै खुसीको कुरा रहेको छ साथीहरु। जुन नेपालले कुनै पनि म्याच नखेलेर वर्ल्ड कप खेल्ने भन्ने सबैको मनमा चासो रहेको थियो। यहाँबाट क्यानले भने सबैको त्यो मध्यनजर गरेर यहाँबाट 2 वटा पेस 1 र पेस 2 भन्ने सिरिज यहाँबाट सार्वजनिक गरिदिएको छ। जुन हिजो भर्खरै क्यानले आफ्नो अफिसियल पेजमा सार्वजनिक गरेको थियो र इन्डियामा पेस 2 मा खेल्नेछ। जुन 31 जनवरीसम्म बिजी हुनेछ र त्यस पछाडि गएर वर्ल्ड कपमा पार्टिसिपेट गर्नेछ नेपालले। आजको यो रहेको छ सम्पूर्ण भिडियोमा। तपाईहरुलाई मैले यहाँबाट भर्खरै भइरहेको सम्पूर्ण भिडियो यस भिडियोमा जानकारी दिएको छु। कस्तो लाग्यो तपाईहरुलाई भिडियो? यदि राम्रो लागेको छ भने लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस्। हामी भेट्नेछौँ यस्तै क्रिकेट सम्बन्धी अर्को भिडियोमा।